सक्नुहुन्छ सबैको भलो गर्नुहोला यदि सक्नुहुन्न भने कसैको कुभलो नगर्नुहोला र तपाईँहरूको दिन आज सुखमय बितोस्। दर्शकबिनहरू, आज हामीले एकै रुखका दुई हाँगा दाजुभाइको मन छुने कथा लिएर आएका छौँ। भिडियो पुरा हेर्नुहोला र मन थामेर सुन्नुहोला। लागौँ अब यहाँबाट। एकै रुखका दुई हाँगा दाजुभाइको लामो कथा। दर्शकबिनहरू, एकै रुखका दुई हाँगा दाजुभाइको लामो कथा। पहाडको काखमा बसेको एउटा सानो गाउँ जहाँ बिहानको घाम ढुङ्गा मुनि अड्केर निस्कनु जस्तै सुस्त हुँदै लिन्थ्यो। त्यही गाउँमा जन्मिएका थिए दुई दाजुभाइ, दाजु निर्भव र भाइ अति सानो। घर गरिब थियो तर उनीहरूका सपनाहरू धनी थिए। बाल्यकालमा दाजु हिँडख्याड गरेर भाइलाई काखमा बोकेर स्कुल पुर्याउने गर्दथे। भाइले दाजुको होमवर्क कापी समातेर उसलाई काखैमा च्यापिने यी दृश्य गाउँमा सबैका प्रिय थिए। दर्शकबिनहरू, आमा हाँस्दै भन्थे, तिमीहरू त एकै रुखका दुई हाँगा हौ, जहाँ हल्लिन्छ एउटै दिशामा हल्लिन्छ। तर समयसँगै कथा बदलिन थाल्यो। दाजु निर्भय सहरतिर काम खोज्न गए भने भाइ निशान गाउँमै रहेर आमा बुबाको हेरविचारमा लागे। दाजुले पैसा कमाउँदै घर पठाउँथे तर भाइले त्यो पैसाले बारी घर खेतको काम गर्ने गर्दथे। तर धेरै दिनपछि दूरीले मनमै अदृश्य पर्खाल बनाइदियो। एक वर्ष तिहारमा दाजु घर फर्केनन्। आमाले केही बोल्न पनि सक्नु भएन। तर भाइको मन भत्भर बोलिरहेको थियो। दाजु अब हामीलाई बिर्सदै हुनुहुन्छ कि भनेर प्रश्न गर्ने गर्दथे भन्ने डर उसको मनमा पलायो। दर्शकबिनहरू, दाजुको फोन आयो, कामको चापाचाप, समय नपाइने बहाना। तर भाइको मनले बहाना भन्दा दूरी महसुस गरिरहेको थियो। एक दिन राति अचानक बाबाको स्वास्थ्य बिग्रिँदै गयो। गाउँबाट तुरुन्त एम्बुलेन्स पाइएन र भाइले दाजुलाई फोन गर्यो। तर दाजु कामको भिडमा समातिएर तुरुन्त आउन सकेनन्। बाबाको अवस्था गम्भीर हुँदै गयो। तर अन्तिममा गाउँलेहरूको सहयोगमा बाबालाई अस्पताल लगियो। तर दाजु आइपुग्दा बाबा अन्तिम सासमा थिए। बाबाले दाजुको हात समातेर बिस्तारै भन्दै गरे, तिमीहरू दाजुभाइ अलग अलग नहुनु है, घर त फेरि भन्छ, तर मन टुट्यो भने कसैले जोड्न सक्दैन बाबु, भन्दै बाबाले भन्दै गर्नुभएको थियो। त्यसपछि बाबाको हात चिसो हुँदै गयो र बाबाको क्रियापछि दाजु र भाइबीच बोलचाल त थियो तर त्यो पुरानो चहल पहल गुमिसकेको थियो। दाजु आफैलाई दोष दिन्थे, भाइ मन दुखाएर चुप रहने बस्दथे र गाउँलेहरूले भन्थे, दुई हाँगा छुट्टिँदै गयो कि जस्तो लाग्छ आजकाल। एक साँझ ठुलो झरी परिरहेको थियो। बिजुली चम्किँदै घरको कोठे ढोकामा कसैले ढकढक ढकढक गर्थ्यो र भाइले ढोका खोले। दाजु निर्भय, भिजेका, थाकेका तर आँखा चिन्ताले भरिएका थिए। आमा बिरामी छिन् भनेर सुने, रातभर बस चढेर आइपुगे। भाइ केही नबोली मुक्लेर हेर्दै गर्यो र दाजुले छाता राखेर भन्यो, म तिमीहरूबाट टाढा हुँदै गएको थिएँ तर बाबा जानु अघि भन्नुभएको कुरा मनबाट हटेन। सायद गल्ती मेरै थियो। त्यो वाक्य सुनेपछि भाइ निशान रोएर बोले, दाजु मलाई गुनासो छैन, मलाई त डर लाग्यो, म तिमीलाई गुमाउँदै त छैन भनेर। दुवैको आँखाबाट बगिरहेका आँसु आमा छेउमा बसेर हेर्दै हाँसिन्। मेरा दुई हाँगा फेरि एउटै दिशामा हल्लिए भन्दै हुनुहुन्थ्यो र दाजु केही समय गाउँमै बसे। आमा निको भइन् र दाजुभाइले खेतबारी मिलेर काम गरे र दाजुले सहरमा राम्रो काम मिलेपछि भाइलाई पनि लगेर तालिम दिलाए। दर्शकबिनहरू, दुवैले मिलेर सानो मोबाइल रिपेयर हेर्नु त आज फेरि उनीहरू पहिलाकै जस्तै हाँस्ने झड्किने तर मनमा माया नटुट्ने। दाजु एक दिन भाइलाई भन्यो, हामी कहिल्यै टाढा भएका रहेनछौँ, बस बोल्न छाड्यौ। भाइ हाँस्दै उत्तर दियो, दाजुभाइको सम्बन्ध रुखको जरा जस्तै हो, देखिँदैन तर सधैँ भित्रैबाट जोडिएको हुन्छ। दर्शकबिनहरू, हामीले यो बहकिने मनबाट साभार गरिएको हो। उहाँहरूलाई पनि भिजिट गरिदिनु होला, माइल मिडिया हेर्दै गर्नुहोला।